आज चाहिँ मैले के गरेँ र मैले त हेलो एभ्रिवान नमस्ते लासुका फुला गुड मर्निङ वेलकम टु वान डे इन माई लाइफ एज अ स्टुडेन्ट इन नेपाल डे 8 मिनी ब्लग। सो सधैँभन्दा चाहिँ आज म बिहान चाँडै उठेको थिएँ। आज चाहिँ नुहाइधुवाइ गरेर म चाहिँ कलेज जानु थियो, त्यही भएर बिहानै 4 बजे उठेर म चाहिँ नुहाइधुवाइ गरेर स्किन केयर पनि गरिसकेको थिएँ र युनिफर्म पनि लगाइसकेको थिएँ कलेजको। अनि म चाहिँ कलेजको युनिफर्म सबै लगाएर रेडी भएर अनि कलेज जानको लागि निस्किएँ। म चाहिँ कलेज जानको लागि घरबाट निस्किएँ अनि म चाहिँ आज हिँड्दै जाँदै थिएँ कलेज। अनि त्यही भएर म चाहिँ बिहानको मर्निङ इन्जोय गर्दै बिस्तारै कलेज जाँदै थिएँ र म चाहिँ टाइमली कलेज पनि पुगेँ। कलेज पुगेर मैले चाहिँ सबै लेक्चरहरू सकाएर अनि फेरि घर फर्किएँ। अनि घर चाहिँ म बल्ल फाइनली घर आइपुगेँ। आउँदा पनि घर फर्किँदा पनि म हिँडेर आएको थिएँ, अनि त्यही भएर कस्तो गर्मी भएको थियो कि। अनि त्यसपछि घर आएपछि मैले छिटो खानासाना खाएँ र दिउँसो चाहिँ म एकछिन सुतेको थिएँ। अनि सुतेर उठेपछि चाहिँ अब बेलुका खानाको लागि चाहिँ के बनाउने भनेर म चाहिँ बारीतिर तरकारी हेर्न गएँ। तरकारीमा चाहिँ मैले करेला पाएँ अनि करेलालाई फ्राई गरिदिएँ र फर्सीको मुन्टा, इस्कुसको मुन्टा र लट्टेको साग चाहिँ मिक्स गरेर पकाएँ र बेलुकाको चाहिँ हाम्रो खानामा यही थियो। र आजको लागि यति नै। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने डोन्ट फर्गेट टु लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब टु माई च्यानल। थ्याङ्क यू फर वाचिङ। बाई बाई। सी यू इन माई नेक्स्ट मिनी ब्लग।